हेलो बड्डौ भन बटिया बाटो लाग्यो कि नै बेली बाटो लाग्ने भने आऊ क्या बाटो लाग्यो कि नै त बाटो त लाग्ने भने हो त गाडी कता गाडीको सिटै नपाइने रहेछ यार माछा त गाडीमा सिट नभएपछि मैले हेलिकप्टरमा आऊ भने हैन हेलिकप्टरमा पनि सिट नभए त्यो त्यहाँ एयर बेलन भन्छ नि त्यसैमा आऊ या तैले भनिन हुन्छ र त्यो भन्ने बित्तिकै हुन्छ र मुखले भने हुन्छ र त्यो जतिखेर पनि हेलिकप्टरको टिकट पाइने त्यो एरोप्लेनमा टिकट पाइने अन्त एउटा भन्ने म त गएर त म गएर त जोइ भन्ने थिएन म त्यो जो मनमा मुखमा आयो त्यही भन्ने नि त तेरा अहकान्तै बोले भन्ने थियो 4-5 वर्षसम्म कमाया भाडा सारा हुनन् आउने बेला मलाई मोबाइल ल्याइदिनु यो टिकटक बनाउने बेला मेरो मोबाइल भित्ता नअरेकिन टिकटक बनाउने बेला यहाँ फुटिकिन हैरान भयो छ मलाई मोबाइल ल्याइदिनु या 4-5 वर्ष बसिने क्या पैसा होइन्छन् भन्ने तँ कहाँबाट कुरा गर्छ क्या तँ कहाँबाट कुरा गर्छ अचम्म ह तँ सुत्कारी हुँदाखेरि कता तेरो आँटो हो कि क्या भयो कता के बेर बार भयो भन्दा नि के नेपालगञ्ज लिएर खर्च गरेर त्यत्रो दिन कार्य त्यो पैसा सबै तिरिन गयो थाहा पाइने अनि भाडा सारा कहाँबाट हुन्छ नि कसरी तिर्ने मैले क्या कति सम्झाउने क्या तँलाई आज अहिले टिकटक आएको कुरा गर्छु को मर्नेले त्यो सिकायो त्यो टिकटक त्यो बनाउने भन्ने कुराहरू नआउने चाहिँ मान्छेलाई के गरौँ कसो गरौँ भन्ने भए त त्यो टिकटक चलाउने मोबाइल किन्ने गरी के गर्ने त्यही त आइजाउँ तेरो आँखा झल्लाउने हान्छु कि हान्ने बोल 4 वर्षसम्म भाडा छैन भन्ने पनि तिम्रो जिन्दगी पनि खतम रहेछ भाडा नभएपछि त्यो एयरप्लेनमा चढिकिन आइजाऊ मैले त्यो बड्डो बाख्रो थियो त त्यो दाँत गयो बाख्रो त्यो बेचेँ छु 25,000 मा बेचेँ म भाडा हिँड्दिल बाल्लासँगै झार्देऊ भन्नु भाडा हिँडिम्ला म तुरुन्त आऊ छिटो मान्छे लोगन सर आइकिन यहाँ गहुँ काटे दायाँ हालिकिन भरस्टै गरेले हेर्नु